बनाए अब सुप्लाई दिनु खानु त राम्रो नराम्रो बिर्कोबाट चिन्छ रहेछ म त हाम्रो बाटीले पनि भाइले जस्तै ल्याउनुहुन्छ हिजो पनि खाएको दाजुले कि पराले ल्याउनु भएको त्यो साइलोमा भन्ने कुन मामा रहेछ उ त तिर्खामा ए भाषा खाँदा पनि हुन्छ यो चाहिँ मैले मेरै घरमा फलेको दाइ एउटा फलेको रहेछ लु अर्को सानो सानो रहेछ लु सानो चाहिँ खाऊँ यो चाहिँ माथि लान्छु भनेर हाम्रो पनि हुन्छ नि काँक्रा रोप्यो भने त हुन्छ नि रोप्नु भएको छैन यहाँ रोप्नु भएको छैन होइन घरमा त हाम्रो काँक्रा कति फल्छ नि तपाईँहरूतिर घरमा हुँदा त जतनै छैन रोप्नु गयो फल्यो मान्छेले टिपेर खाइदिने छोडिदिएको नानी हो खा अब आफू गइँदैन कसले त्यो भेन्टे त्यहाँ नै यत्तिकै फल्छ है रुखको भेन्टा ए हजुर यत्तिकै फल्छ हामी जाँदा त अलिअलि हुन्छ अनि त्यही सिलाउँदै माग्ने यत्तिकै आउँछ हो हो यता काम गर्दै उँधो लगाएको ऊ गरेर ताक्रा खोलेको खेल्थ्यो कि बल कहाँ रहेछ भने त भिउटारमा रहेछ पुगेको आधी चाहिँ पर सुतिरहेको छ माथि चाहिँ तिलकुटीहरू यहीँबाट रोटी भनेपछि चाहिँ भुटुक्कै ओ रोटी चाहिँ अडिलै हो यो चामल त नानी यो फसुका खायो रोटी त अडिलो हो बेलुका खाएको भए बिहान छ भोक लाग्दैन मैले थाहा पाएँ मैले अघि 2-3 दाना आलु खाएँ अनि बेलुका 2टा खाएँ होला राति उठेँ मम्मा पानी सानो होइन गरम गरम सानो होइन सानोको उठेर बसेन भन्छु उता बस्मिँदा त्यहीँ हानेको जस्तो हान्छ त अब के हानी भने हान्छ कत्रो त पानी सानो हाम्रोतिर पानी परे भाउजू मान्छे नै सिध्याएछ एकजना के नानी भल्ले भल्ले होइन ऊ चट्टाङले र त स्विच अफ गरेर मोबाइल भन्छ गरेको होइन मोबाइल स्विच अफ गर्नु पर्दैन क्या त्यो लेखेको छ भने स्विच अफ गर्दा पनि उडाइदिन्छ सबै लेखान्तमा भर पर्छ क्या भाउजू के नानी के जात हो परियार दमैनी छोरी भन्छ अस्तिको ठुलो गाडाङले ऊ यहाँ पाकेको मारे त्यो त्यसैमा चाहिँ किन पर्छ त भन्ने चाहिँ अब त्यो लेखेको हो नि त पल्लो घरलाई किन्न पर्ने पल्लो घरलाई किन्न पर्ने त्यो उसैलाई नै किन्न पर्ने अरू उसँग सुतेको बुढा पनि थियो बुढालाई केही नहुने अनि त्यो त लेखन त होइन भाउजू यहाँ उसमा त्यस्तै भयो त मासतिर रहने तलतिर जात पिँदै थियो अरे तल्लो तामाङ माथि रहने चाहिँ ल यति नै हो खायो भात त लगाऊ झोल मात्रै मासु यही छ मासु भयो हो त्यस्तो नभयो मिठो भयो के मिसाउनु मिसाउनु के आलु मिसाउनु होइन यो अर्कै होइन आलु होइन त्यो मुन्टोको टिप्नु जाउँ कि भने पानी पऱ्यो सिमी यति लामो परिरहेछ टिप्नु पो जाउँ कि भने पानी पऱ्यो भित्रै सँगसँगो सुनसुन गर्छु म त गएर आलु छानछुन गरेछिन्
कुहेछ अलिअलि खोइ छ यो अनि- अब काम नलाग्ने चाहिँ डोड साडी राखेँ पानी झरीमा गाईलाई त्यहाँबाट घर त्यहाँबाट त्यो अगाडिको दाउरा राख्ने आलपुरी राखेँ माटोले तुलसीको मिरेको दाउरा राखेको उम्, सकेछ दाउरा सकेको छैन पानी त सबै भित्र दाउरा पनि के साह्रो गतिलो राखेको एउटा कटेर त बनाउनु त्यत्रो छोरा मान्छे छ कि हाम्रो जस्तो चारैतिर बस्तु बाख्रा कुखुरा 2 जना जानुभयो पो साह्रो जानु जान्छ हाम्रो पनि कटेर बनाउनु पर्ने दाउरा राख्नु दाउरा त्यही भएर खुवाइरहेको छु नानीमा तपाईँहरूको त्यो राख्नै पर्छ चिस जाडोले पनि बिग्रिन्छ पल्लोपट्टि चाहिँ थोत्रे च्यादरहरूले छोपिरहेको छौँ र आनन्द छ गोठपट्टि उता उताबाट उतै राखेको भाइ दुईपट्टि छ नि बर्खा बढी पुग्छ तलै बसेको जम्मै राखेको छ अब 2 जना भएर मात्रै हुनु के बाटा हुनसक्दो रहेछ घाँस हुन्यो अनि खाजा आलु त्यसलाई पाहुनाहरूले चाउचाउ जति ल्याइरहेछ र त्यही खाजा बिहान पनि त्यही पठाउँछ ए पाहुना को आएको थियो पाहुना घरमा आएको छ अरे ए आलु आलुको पाहुना आलु ए आलो लिने मान्छे तल दाईहरू त्यो साइलामा चाहिँ कुन चाहिँ साइलामा हुन्छ साइला दाई हो साइला दाई माथि सिरानको बो त्यो गोरु पोहोर आएको थिएन 2 जना आलिनु हो त्यो दाई क्या हाम्रो गाई बान्ने दाई माथि त्यो धाराको यतापट्टि घरको गाई पुऱ्याउनु आउने ए गोरु पुऱ्याउनु त्यहाँभन्दा माथि सिरानमा सिरानको 2 घरभन्दा अलिक तल्लो चाहिँ घरको ए धारापट्टिको होइन यता म जस्तै सानो गाठीको बुढी हुने दाइ खुसा रक्सी खाने क्या कोसँग मसँग त खाएन त्यो आमाले त किन खान्थ्यो माथि उसँग पछेर आयो भने त गाई लिने गर्दा ए ऊ एउटा त्यहाँदेखि तल साइनाको बुढी 3 जना कति बेला भएर रक्सी खाएर बस्यो भने फोनमा चाहिँ होइन है